श्रम संस्कृतिको विकास गर्नलाई एउटा अभियान्ताको रूपमा हामी सबैजना अब मान्छेहरू सङ्गठित हुनुपर्छ, अगाडि बढ्नुपर्छ। यो अनुरोध म गर्न चाहन्छु। यो मेरो हार्दिक आह्वान यहाँहरू सबैजनालाई विनम्रताका साथ राख्न चाहन्छु। यो माटोदेखि सिधा माथिको आकाश हामी जुन देख्छौँ, परिकल्पना गर्छौँ, त्यो आकाश पनि हाम्रो हो। त्यो आकाशमा उडिरहेको बादल हाम्रो हो। त्यो बादलको कारणले हुने वर्षा हाम्रो हो। त्यो वर्षाले हुने सिँचाइ हाम्रो हो। त्यो सिँचाइका कारणले माटोमा छरिने बिउ हाम्रो हो। त्यो बिउबाट अङ्कुरित बिरुवा हाम्रो हो। त्यो बिरुवामा फुल्ने फुल र फल्ने फल हाम्रो हो। हाम्रो धरती, हाम्रो आकाश, हाम्रै परिवेश, हाम्रो आँखा वरिपरि हामी जे देख्छौँ, क्षितिजसम्म परपर छौँ देखिने 2-3वटा क्षितिजसम्म, त्यो परिवेश हाम्रो हो। त्यो परिवेश हाम्रो हो। हाम्रो परिवेशलाई हामीले श्रम गरेर सजाउनेछौँ अनि हामी यो देशमा श्रम रोपेर देशको भविष्य फलाउने भन्ने हाम्रो मान्यता हो। हाम्रो पुर्खाले हामीलाई श्रम गर्न सिकाएको हैन। हामी धान नाचे पनि, साकेला नाचे पनि, विभिन्न खालका चाहिँ हाम्रा सांस्कृतिक नाचहरू नाचे पनि ती नाचहरूमा हुने देखाइने प्रस्तुतिहरू, सिलीहरू, ती सबै कुराले श्रमकै व्याख्या गरिरहेको। आज हामी धारा प्रवाह बोल्न सक्छौँ हैन, बोलेकै गर्न सक्छौँ, तर हाम्रा पुर्खाहरू त्यसरी बोल्न सक्नुहुन्न थियो। भाषाको राम्रो विकास भइसकेको थिएन। उहाँहरू कर्मले, हातको इसाराले, कामले बातचित गर्नुहुन्थ्यो। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो पुर्खाले पनि हामीलाई काम गर्नै सिकाउनु भयो। त्यसो हुँदा यो श्रम संस्कृति, श्रमदान भन्ने कुराहरू हाम्रो रगतमा छ, हाम्रो आत्मामा छ, हाम्रो मन र हाम्रो जीवनमा छ। र त्यही श्रम संस्कृतिको अभियान लिएर हामी देशभर कुदिरहेका छौँ। यो साह्रै टिटी गर्यो, केही छैन, तर हुन्छ होला। हाम्रो होइन नि त, त्यसले गर्दा मेड इन ताप्लेजुङ, मेड इन नेपाल होइन है, मेड इन चाइना पक्रेर बात मार्नु पऱ्यो। काट हामीले श्रम संस्कृतिको विकास गर्नुपर्छ। श्रम संस्कृतिको विकास गर्नलाई एउटा अभियान्ताको रूपमा हामी सबैजना अब मान्छेहरू सङ्गठित हुनुपर्छ, अगाडि बढ्नुपर्छ। यो अनुरोध म गर्न चाहन्छु। यो मेरो हार्दिक आह्वान यहाँहरू सबैजनालाई विनम्रताका साथ राख्छु।